नमस्कार। अहिले चाहिँ सामाजिक सञ्जालमा चाहिँ सागर लम्साल यानि कि बले उपनामले चिनिने व्यक्तिले चाहिँ अमेरिकामा बस्दै आएकी एकजना चेली सङ्गम बिष्ट भन्नेलाई चाहिँ अमेरिकामा गएको बेलामा चाहिँ बलात्कार गरेको घटना चाहिँ बाहिरिएको छ। अहिले चाहिँ हामी सामाजिक सञ्जालमा चाहिँ एकतर्फी रूपमा चाहिँ केटीको मात्रै सुनेर बलेलाई चाहिँ बलात्कारी नै हो भनेर प्रमाणित गर्न पनि पछि परिरहेका छैनौँ। र यहाँ विभिन्न कलाकारहरूले चाहिँ बलेलाई नै बलात्कारी हो जसरी चाहिँ विभिन्न स्टाटसहरू लेख्दै उहाँको चरित्र हत्या गर्ने कोसिस गरिरहनु भएको छ। यहाँ चाहिँ एकतर्फी मात्रै कुरा सुन्दै यसरी एक पक्षलाई मात्रै चाहिँ दोषी करार गर्नु चाहिँ सरासर गलत हो जस्तो लाग्छ। ढिला चाँडो चाहिँ सत्य तथ्य बाहिर आउला। यदि केटीले गल्ती गरेकी छिन् या केटीले चाहिँ झुटा मुद्दा लगाएकी छिन् भने केटीलाई चाहिँ कानुन बमोजिम सजाय हुनुपर्छ। यदि बले भनिने सागर लम्सालले साँच्चीकै बलात्कार गरेका रहेछन् भने उहाँलाई चाहिँ कानुन अनुसार कडाभन्दा कडा सजाय चाहिँ दिलाउन हामी सबैले चाहिँ कोसिस गर्नेछौँ। र उनले स्ट्याटसमा चाहिँ के भनेकी छिन् त भन्दाखेरि म चाहिँ अमेरिकामा बस्छु र त्यही बेलामा चाहिँ बले लगायतका धेरैजना चाहिँ अमेरिकामा गएको, त्यो अवस्थामा आफू बिरामी परेको बेलामा चाहिँ सागर लम्सालले चाहिँ मलाई तिम्रो चाहिँ अपार्टमेन्ट हेर्न लैजाऊ न भन्दाखेरि चाहिँ केटीले सहज रूपमा स्वीकार गरेर बलेलाई चाहिँ आफ्नो अपार्टमेन्ट हेर्न लिएर गएको बुझिन्छ। र त्यो बेलामा चाहिँ केटी चाहिँ डिप्रेसन तथा एन्जाइटी तथा विभिन्न रोगसँग जुधिरहेको र रुँदै आफ्नो वेदना पोखिरहेको अवस्थामा चाहिँ बलेले उनीमाथि चाहिँ अपरझट बलात्कार गरिन् भनेर उनले आफ्नो फेसबुक मार्फत खुलाएकी छिन्। र यो घटना आजको होइन, यो घटना आजभन्दा ठ्याक्क 1 वर्ष अगाडिको घटना भएको र आज पनि किन मान्छेहरूले चाहिँ 1 वर्ष अगाडि चाहिँ बलात्कार भएको घटना चाहिँ अहिले किन सामाजिक सञ्जालमा चाहिँ राख्नु पर्यो भनेर चाहिँ मान्छेहरूले प्रश्न उठाइरहेका छन्। र विभिन्न थरीका मान्छेहरूले चाहिँ भनिरहेका छन् मन मिल्दा चमत्कार र मन नमिल्दा बलात्कार भन्ने आरोप पनि लगाइरहेका छन्। तर हामीले चाहिँ चाँडै चाहिँ न्यायाधीश नबनिकन कानुनले चाहिँ अब प्रमाणित गर्ला बलात्कार भएको हो होइन, कानुनले प्रुफ गर्ला। त्यही अनुसार चाहिँ हामीले चाहिँ अहिले एकतर्फी मात्रै कुरा सुनेर बलेलाई चाहिँ बलात्कारी नै हो भनेर चाहिँ आफू चाहिँ न्यायाधीश बन्ने कोसिस नगरौँ। र साथै देशमा अहिले भइरहेका विभिन्न जघन्य तथा बलात्कारका घटनाहरू विभिन्न बढिरहेको अवस्थामा चाहिँ तपाईँहरू सबैजनाले आफ्नो तर्फबाट हुने कोसिसहरू गर्नुहोला र यस्ता बलात्कारका घटनाहरू रोक्न चाहिँ कोसिस गर्नुहोला। र साथै तपाईँको गाउँ टोल छर छिमेकमा चाहिँ कहीँ बलात्कारको घटना भएको छ र त्यसलाई गाउँमै समाजमै मिलाउने कोसिस गर्दै हुनुहुन्छ भने पनि तपाईँ अपराध गर्दै हुनुहुन्छ। र त्यस्ता घटनाहरू चाहिँ एकदम तपाईँले पनि पुलिसलाई साथ दिएर पुलिसलाई अथवा अदालतलाई सहयोग गरेर चाहिँ तपाईँहरूले चाहिँ दोषी अथवा निर्दोष चाहिँ प्रमाणित गर्नको लागि चाहिँ सहयोग गर्नु हुन म हार्दिक अनुरोध गर्दछु। साथै नेपाल सरकारले चाहिँ बलात्कारीलाई चाहिँ फाँसीको सजाय नसुनाएसम्म यो देशमा चाहिँ बलात्कारको अन्त्य हुँदैन हुँदैन हुँदैन। जसरी निर्मला पन्तदेखि अहिले एकजना बिकर नामकी बहिनीको पनि बलात्कारपछि हत्या भएको छ र त्यस्तै गरेर यहाँ चाहिँ अब चाहिँ नाम चलेका कलाकारहरूले पनि यहाँ बलात्कार गरे भनेर पहिला कलाकारहरू जेल परेर निस्किसकेका अवस्थामा अहिले फेरि अर्को चर्चित कलाकारले बलात्कार गर्नु भनेको चाहिँ समाजलाई चाहिँ कुन शिक्षा दिइरहेका छन्, समाज कुन गतिमा अगाडि बढिरहेको छ भनेर प्रमाणित गर्छ। त्यही भएर हामी सबैले आफ्नै घरमाबाट चाहिँ नैतिक शिक्षा सिकेर चाहिँ यो समाजलाई कसरी अगाडि बढाउने भन्ने कुरा चाहिँ
प्रमाणित गरौँ होइन। सबैभन्दा पहिला आफ्नो मनलाई सुधारौँ, त्यसपछि मात्रै संसार बदल्न सकिन्छ र देश बदल्न सकिन्छ। र साथै एकतर्फी मात्रै कुरा सुनेर बलेलाई चाहिँ अहिले अपराधी नै हो भन्ने कुरा चाहिँ प्रमाणित गर्न अथवा आफू न्यायाधीश हुने काम चाहिँ बन्द गरौँ। हस्त, नमस्कार।